Hello everyone, welcome back to my YouTube channel. I hope तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला एन्ड म पनि सन्चै आरामै छु। अहिले चाहिँ के भइरहेको छ भनेदेखि सिलगढीमा एकदमै बेसी गरम बढिरहेको छ। सो मलाई चाहिँ आज धेरै गरम लागिरहेछ अनि म चाहिँ यहाँ छतमा आएर बसिरहेको थिएँ। अनि बसिराख्दा पनि एक्लै भएर नै पुरा बोर भएँ अनि अब फेरि म तल जाँदैछु। अन्त म चाहिँ सोचिरहेको छु आज म यहाँ छतमै सुत्छु कि भन्ने जस्तै भइरहेछ। तर छतमा सुत्नु पनि गाह्रै छ कि अब एक्लै सुत्नुपर्छ, छोरी मान्दैन माथि आएर सुत्न हो। त्यही भएर म चाहिँ एकछिन तल जाँदैछु। माथि बस्दा बस्दा बोर लागिरहेछ नि त मलाई चाहिँ। त्यही भएर गाइस अहिलेदेखि होइन छतमा बसेको। यो पानीको बोतल अनि यो हम्काउने पनि लिएर सँगै बसिरहेको छु म चाहिँ। अनि तपाईँहरू हेर्न सक्नुहुन्छ गरमले हेर्नु मेरो हालत कस्तो भइरहेको छ। सो अब चाहिँ म तल जाँदैछु। अनि एउटा कुरा के भन्दाखेरि हाम्रो चाहिँ आज मात्रै एउटा ब्रेकिङ न्युज आएको छ आसामबाट। जो त्यहाँ चाहिँ हाम्रो ससुरा मेरो चाहिँ ससुराको चाहिँ दादा भनेपछि माइला ससुरा चाहिँ खस्नु भइरहेछ। अनि अब हामीले चाहिँ 10 दिनसम्म जुठो बारेर बस्नुपर्ने हुन्छ। अनि मलाई चाहिँ 10 दिन लाग्छ भने मेरो छोरीलाई चाहिँ 5 दिन लाग्छ। सो बिचराले कसरी बार्छ, अब स्कुल जाने मान्छे है। म त केही छैन, म त यहीँ रुममै बस्ने हो, मजाले ह्यान्डल गरिहाल्छु। तर गाह्रो चाहिँ अब मेरो छोरीलाई हुन्छ। अनि म चाहिँ तल आइसकेको छु। अब यहाँ अलिकति गरममा हो यो पानीको बोतल अनि यो पङ्खा लिबी हिँड्नु चाहिँ यति गाह्रो भइरहेछ नि। कहिले विन्टर आउँछ अनि त्यहाँबाट सुकुन मिल्छ भने जस्तै भएको छ। विन्टर आउनु पनि अझै 4 महिना छ। भर्खर त जुन है, जुलाई अगस्त सेप्टेम्बरसम्म, अक्टोबर लास्टसम्म नै हुन्छ हो। अन्त गाइस तपाईँहरूको के छ, कहाँदेखि यो भिडियो हेर्दै हुनुहुन्छ, कतिको गरम छ कमेन्ट गर्न नबिर्सिनु होला। अनि म चाहिँ यो गरम भएको अवस्था देखाएर तपाईँहरूलाई एकदम निराश बनाउन चाहेको चाहिँ होइन कि, तर मेरो चाहिँ अवस्था यो भइरहेछ। तपाईँहरूको पनि सेम हो कि होइन भनेर जस्ट मेरो भिडियो सबैजनाले हेरेर लाइक गरिदिनु होला एन्ड कमेन्ट पनि गरिदिनु भन्दै यो भिडियोबाट म बिदा लिन चाहेँ। हस् त, बाई, थ्याङ्क यू फर वाचिङ।